जुत्ताको भाइ ल तपाईको जुत्ता भाइरल भएको हो ए अनि पहिलो गोली लागेको हजुरलाई हजुरको शुभ नाम प्रकाश बोहरा भाइ उहाँको धेरै सुनेको थिएँ मैले के अनि सुन्नु न टीका लाउनुहुन्छ आज टीका ठुलो बित्नु भएको छ ल ल ठिक छ टीका नलाउनु भए पनि हामी सहयोग दिन्छौँ जान्छौँ किन भन्दाखेरि यो भाइलाई चाहिँ एकदमै ए अनि अहिले कस्तो छ भाइ तिमीलाई कतिवटा गोली लाग्यो तिमीलाई आरपार भएको ए अनि तलतिर यो निरकारी ए मेरो तपाईँको र मेरो भेट त भएको छैन एकैछिन भएको तपाईँ त्यो माथि श्रीमती प्रधानमन्त्रीले भेट्दा ए हजुर हजुर ए यो सुन्नु न यो सहयोग चाहिँ न्युजिल्यान्डबाट मनदीप भाइले पठाउनु भएको सहयोग होइन यो 50,000 छ है अनि उहाँले 2,60,000 जति पैसा पठाइदिनु भएको थियो त्यसमा यसमा 50,000 छ अरूलाई पनि दिनुपर्ने हुन्छ भाइ है यहाँ अरू पनि हुन्छ नि त ल यो सहयोग लिनु है यति भन्न आएको म है त फेरि है त हस् ल अरू के भन्नु छ हजुरलाई भन्नु त के छ र अब भन्ने कुराहरू धेरै छन् होइन अब हाम्रो यो जुन तरिकाले अब भइरहेको छ कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष रूपमा जनताले चुन्ने व्यवस्था अहिले तपाईँको जुत्ता त भाइरल छ एकदमै जुत्ता मेरो एकदम चित्त दुखाइ छ हामीलाई यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउने प्रणाली नभएको हुनाले हामीलाई एकदम खेदजनक छ एकदम त्यो हामीले जुन तरिकाले लासको सिडी बनाएर होइन हो हाम्रो दाजुभाइहरू तपाईँको सबैको माग सुनिएन रगतको डल्लो जमाएर जुन कुर्सी अड्डाएको छौँ हामीले जुन प्रधानमन्त्रीलाई बसालेको छौँ होइन त्यसको चाहिँ अलिकति न्याय पाएनौँ भन्ने कि ल हामी छौँ नि त्यसको लागि है हामी छौँ है भाइ हामी छौँ हामी फेरि त्यो भएन भने फेरि हामी आन्दोलनमा उत्रिन्छौँ नि है त भाइ हो तपाईँहरूको माग पुरा हुनु पर्यो होइन त प्रत्यक्ष निर्वाचित चाहिँ प्रधानमन्त्री हुनु पर्यो होइन ल ल ल है त प्रकाश भाइ है ल